Welcome all of you guys in our 21 days self transformation challenge को डे नम्बर 2 मा तपाईलाई म स्वागत गर्न चाहन्छु र डे नम्बर 1 has been already completed र आज हो हाम्रो डे नम्बर 2. सो डे नम्बर 1 मा भनेको कुराहरु तपाईले कतिको अप्लाई गर्नुभयो र तपाईलाई एउटा कुरा चाहिँ म रिक्वेस्ट गर्न खोजे जे पनि तपाईहरु लर्न गरिराख्नु भएको छ व्हाट एभर यु गाइज आर लर्निङ हियर चाहे तपाईले मलाई लाइभमा अटेन्ड गरिराख्नु भएको छ या तपाईले मलाई रेकर्डिङमा हेरिराख्नु भएको छ प्लिज एज इट इज फलो चाहिँ गरिदिनु होला फलो नगर्दासम्म हुँदैन प्लिज तपाईलाई म रिक्वेस्ट गरे व्हाट एभर यु गाइज आर लर्निङ हियर इन दिस 21 डेज च्यालेन्ज जे तपाईलाई मैले सिकाउन गइराखेको छु जे तपाईलाई मैले इन्स्ट्रक्सन दिइराखेको छु जे तपाईलाई मैले चाहिँ टास्क दिइराखेको छु यसलाई एज इट इज फलो गरिदिनु होला यदि तपाई चाहिँ 21 डेजमा आफूलाई कम्प्लिटली ट्रान्सफर्म गर्न चाहनुहुन्छ चेन्ज गर्न चाहनुहुन्छ भने भनेको इन्स्ट्रक्सनलाई भनेको टास्कलाई प्लिज ब्लाइन्डली आँखा चिम्म गरेर फलो गरिदिनु होला अदरवाइज भने जति रिजल्ट चाहिँ हामीले पाउन सक्छ रिजल्ट त पाइन्छ होला तर भने जति रिजल्ट नआउन सक्छ त भनेको कुरालाई एज इट इज फलो गरिदिनुहोस् नेक्स्ट 21 डेज 22 डेजमा तपाईँ चाहिँ यु क्यान बी कम्प्लिटली ट्रान्सफर्म यो तपाईँले मैले असुरेन्स दिन चाहे यति पावरफुल ट्रेनिङ छ यो तपाईले खालि बुझ्दै जानु पर्यो र भनेको कुरालाई फलो गरिदिनु पर्यो यति मात्र तपाईले गर्नु भने म तपाईलाई चाहिँ असुरेन्स गर्न चाहन्छु तपाईँ नेक्स्ट 21 डेजमा केही न केही डिफरेन्ट पर्सन भएर जानुहुन्छ आई एम 100% स्योर किनकि यो साइन्स हो यो साइन्स तपाईको लागि मात्र हैन यो साइन्स हो तपाईको चाहिँ भने चाहिँ यो यदि हजारौं मान्छेले यसले काम गरेको छ भने तपाईको लागि पनि यसले 100% काम गर्छ मैले त 1000 भन्दा बढी स्टुडेन्टलाई अहिलेसम्म तपाईको टिच गरिसकेको छु एन्ड दे आर गेटिङ लट्स अफ भ्यालु इन देयर लाइफ सो स्टुडेन्टलाई पनि टिच गरेको छु मैले वर्किङ प्रोफेसनललाई पनि मैले टिच गरेको छु हाउस वाइफ्सलाई पनि मैले टिच गरेको छु आई हेभ टिच अलमोस्ट इच एन्ड एभ्री क्याटेगोरी सबै क्याटेगोरीको मान्छेलाई मैले टिच गरेको छु एन्ड दे आर गेटिङ भ्यालु इट मिन तपाईले पनि भ्यालु पाउनु हुनेछ सो तपाईलाई म रिक्वेस्ट गर्न चाहे तपाईले मलाई रेकर्डिङ हेरिराख्नु भएको छ या मलाई चाहिँ लाइभ जोइन गरिराख्नु भएको छ सबैलाई म रिक्वेस्ट गरे प्लिज तपाईहरुलाई भनेको इन्स्ट्रक्सनलाई र भनेको टास्कलाई एज इट इज गरिदिनु होला सो हिजो हामीले चाहिँ डिस्कसन गर्यौं के भन्दा तपाईको चाहिँ नि कम्प्लेन फ्री लाइफ यानी हाम्रो लाइफमा कम्प्लेन हुनु भएन किनकि कम्प्लेन हुने बित्तिकै हाम्रो माइन्डले चाहिँ नयाँ कुरालाई खोज्दैन राम्रोसँग बुझ्नु होला हाम्रो माइन्डले नयाँ कुरालाई खोज्दैन हेर्नुस् जसरी तपाईले कम्प्लेन गर्नुभयो हाम्रो माइन्डले नयाँ कुरालाई पत्ता लगाउन नयाँ कुरा प्रति यसको ध्यानै जाँदैन सो पहिलो काम हामीले गर्नु पर्यो कम्प्लेन गर्न बन्द गर्नुस् अबको 21 डेज 22 डेज जति दिन पनि हाम्रो ट्रेनिङ चल्छ तपाईहरुले कम्प्लेन गर्नुहुन्न 20-25 दिन तपाईले कुनै पनि कम्प्लेन गर्न बन्द अबदेखि पहिलो कुरा सेकेन्ड कुरा तपाईलाई मैले भनेको थिए केही न केही तपाईले चाहिँ नि अफर्मेसन भन्न स्टार्ट गर्नुस् अब अफर्मेसनको बारेमा म डिटेलमा तपाईलाई भन्ने छु हैन तर यति बुझ्नुस् कि राइट सेन्टेन्सलाई रिपिट गर्न स्टार्ट गर्नुस् राइट सेन्टेन्सलाई किनकि हाम्रो बानी के छ तपाईको चाहिँ हाम्रो माइन्डमा चाहिँ नेगेटिभ 24 आवर नेगेटिभ नै चलिराखेको हुन्छ र तपाईले जति नेगेटिभ सोच्नुहुन्छ जति नेगेटिभ थट ल्याउनुहुन्छ माइन्डमा तपाईको माइन्ड त्यसरी नै प्रोग्रामिङ हुँदै जान्छ किनकि हाम्रो माइन्डमा तपाईको चाहिँ 64,000 हाम्रो चाहिँ न्युरोन्स हुन्छ रे हैन हाम्रो माइन्डमा चाहिँ हाम्रो ब्रेनमा चाहिँ तपाईको चाहिँ 64,000 हाम्रो न्युरोन्स हुने गर्छ र त्यो न्युरोन्स चाहिँ तपाईको चाहिँ वायरिङ र फायरिङ भइराखेको हुन्छ सो यदि तपाईले चाहिँ नि नेगेटिभ धेरै सोच्नु भयो भने तपाईको माइन्ड त्यसरी नै प्रोग्रामिङ हुन्छ तर अनफर्चुनेटली आजभोलि तपाईको चाहिँ हाम्रो वरिपरि हाम्रो समाजमा हाम्रो सोशल मिडियामा 95% भन्दा बढी कन्टेन्टहरु तपाईको चाहिँ नि नेगेटिभ छ त्यो भएको कारणले गर्दा नि अफर्मेसन रिपिट गर्न स्टार्ट गर्नु होला अफर्मेसन एकदमै पावरफुल कुरा हो सो सिम्पल छ अफर्मेसन भन्न खोजेको चाहिँ पोजिटिभ सेन्टेन्सलाई रिपिट गर्नु जस्तो एक्जाम्पलको लागि चाहिँ आई एम पावरफुल म पावरफुल छु यो अफर्मेसन हो आई एम रिच यो पनि एउटा अफर्मेसन हो आई एम हेल्दी आई एम वेल्दी आई एम awesome राइट जति पनि सक्नुहुन्छ तपाईले चाहिँ नि पोजिटिभ सेन्टेन्सलाई रिपिट गर्नु होला यसलाई भनिन्छ अफर्मेसन सो अफर्मेसन बनाउनु होला 8-10 वटा अफर्मेसन हैन तपाईले आफ्नो अनुसारले चाहिँ नि 8-10 वटा अफर्मेसन बनाउनु होला र त्यो अफर्मेसनलाई एटलिस्ट दिनमा 4-5 चोटी रिपिट गर्न स्टार्ट गर्नु होला र बेस्ट टाइम भन्नुहुन्छ भने बिफोर स्लिपिङ राम्रोसँग बुझ्नु होला बिफोर स्लिपिङ र तपाईको चाहिँ उठ्ने बित्तिकै सुत्नु भन्दा पहिला र उठ्ने बित्तिकै तपाईको 8-10 वटा अफर्मेसनलाई प्लिज यसलाई रिपिट गर्न स्टार्ट गर्नु होला बिकज यसले तपाईको लाइफमा म्याजिक ल्याउन स्टार्ट गरिदिन्छ क्लियर हुनु होला म्याजिक ल्याउन स्टार्ट गरिदिन्छ सो प्लिज ब्लाइन्डली फलो गर्नु होला तपाई 25 दिनमा 26 दिनमा तपाईले चाहिँ डिफरेन्सेस चाहिँ तपाईले सेवर पाउनु हुनेछ
तपाईँलाई म रिक्वेस्ट गरेँ सो यु हेभ टु डु इट, यु हेभ टु डु इट। सो वाट एभर अफर्मेसन्स यु हेभ टु रिपिट दिस अफर्मेसन एभ्री डे। र अर्को तपाईँलाई मैले भनेको थिएँ डे नम्बर 1 मा, द्याट इज कल भिक्टिम मेन्टालिटी छोड्ने हो। भिक्टिम मेन्टालिटी अबदेखि पुरै बन्द गर्ने हो। भिक्टिम मेन्टालिटी भन्नाले के भन्दा चाहिँ नि अरूको माथि हालिदिने के, आफूले रेस्पोन्सिबिलिटी चाहिँ नलिने, अरूको माथि तपाईँको चाहिँ नि टाउकोमा हालिदिने, त्यसलाई तपाईँले भनिन्छ तपाईँको चाहिँ भिक्टिम मेन्टालिटी। सो भिक्टिम मेन्टालिटी एकदम बन्द गर्नु पर्यो। सो जति पनि तपाईँ एउटा कुरा बुझ्नु होला, तपाईँको लाइफमा जे पनि भइराखेको छ राम्रोसँग बुझ्नु होला, तपाईँको लाइफमा जे पनि भइराखेको छ, राम्रो नराम्रो जे पनि भइराखेको छ, यु आर द रेस्पोन्सिबल, द्याट्स इट। तपाईँ नै रेस्पोन्सिबल हुनुहुन्छ, चाहे तपाईँले मान्नुहोस् चाहे तपाईँले नमान्नुहोस्। तपाईँ आफ्नो लाइफमा जे पनि भइराखेको छ, राम्रो नराम्रो वाट एभर, यु आर द रेस्पोन्सिबल। सो अबदेखि आफ्नो रेस्पोन्सिबिलिटी उठाउन स्टार्ट गर्ने हो। आफ्नो रेस्पोन्सिबिलिटी अरूको टाउकोमा हाल्ने होइन। प्लिज ट्राई टु अन्डरस्ट्यान्ड। जे पनि तपाईँको लाइफमा भइराखेको छ, टेक इनिसिएटिभ। इनिसिएटिभ लिनुहुन्न भने फेरि केही पनि हुनेवाला छैन। हेर्नुहोस्, केही पनि हुनेवाला छैन। सो जे पनि तपाईँको लाइफमा भइराखेको छ, तपाईँको थटले गर्दा, तपाईँको इमोसनले गर्दा, तपाईँको फिलिङले गर्दा, तपाईँको थिङ्किङले गर्दा, तपाईँको चाहिँ नि तपाईँको एक्टिभिटीले गर्दाखेरि, तपाईँको बिलिभले गर्दाखेरि, तपाईँको ट्रस्टले गर्दाखेरि भएको हो, अरूले गर्दा भएको नै हो। जे पनि तपाईँको लाइफमा भइराखेको छ, यु आर द रेस्पोन्सिबल। सो आजदेखि तपाईँले चाहिँ नि आफ्नो लाइफको 100% रेस्पोन्सिबिलिटी लिन स्टार्ट गर्नुहोस्। अरूको माथि हाल्ने होइन, भिक्टिम मेन्टालिटीमा जाने होइन। भिक्टिम मेन्टालिटीमा जानुभयो भने तपाईँको माइन्ड अझ ड्यामेज हुन स्टार्ट भइहाल्छ। सो जे पनि भइराखेको छ मजाले बस्नु होला। आज तपाईँको लागि टास्क भयो, मजाले बस्नु होला र जस्ट सोच्नु होला तपाईँको लाइफमा के भइराखेको, राम्रो के भइराखेको छ, नराम्रो के भइराखेको, जे पनि भइराखेको छ, प्लिज आफ्नो चाहिँ दुईटा हातलाई यहाँ राखेर यसलाई एक्सेप्ट गर्नु होला। एकछिनमा तपाईँले मैले एउटा ट्रिक गराउँछु अहिले, एउटा टेक्निक गराउँछु। यो टेक्निकले पनि तपाईँलाई धेरै रिलिफ दिनेवाला छ है त। एकैछिनमा तपाईँले एउटा टेक्निक गराउँछु। इट इज अ भेरी पावरफुल टेक्निक, तपाईँले म गराउँछु। तर आज तपाईँ चाहिँ मजाले 10-15 मिनट बसेर तपाईँको लाइफमा जे पनि भइराखेको छ त्यसलाई मजाले इमेजिन गर्नु होला र त्यसको रेस्पोन्सिबिलिटी लिनु होला। जस्तो इक्जाम्पलको लागि चाहिँ तपाईँसँग पैसा छैन, जस्ट थिङ्क अबाउट द मनी एन्ड टेक द रेस्पोन्सिबिलिटी। म नै रेस्पोन्सिबल हो। यदि मसँग पैसा छैन भने म नै रेस्पोन्सिबल हो, यसको लागि म नै काम गर्नुपर्छ। रेस्पोन्सिबिलिटी लिनुहोस्। तपाईँको हेल्थ नराम्रो छ भने पनि मजाले त्यसको बारेमा सोच्नुहोस्। यस, आई ह्याभ लिटिल बिट हेल्थ प्रब्लम बट आई एम द रेस्पोन्सिबल। एक्सेप्ट गर्नुहोस् पहिला। या तपाईँको रिलेसनसिप राम्रो छैन भने पनि एक्सेप्ट गर्नुहोस् कि मेरो रिलेसनसिप राम्रो छैन र यो रिलेसनसिप राम्रो नहुनु पछाडि म नै रेस्पोन्सिबल हो भनेर आफूले एक्सेप्ट गर्नुहोस्। यदि एक्सेप्ट गर्नु भएन, अरूको टाउकोमा हाल्नु भएन, फेरि प्रब्लम स्टार्ट भइहाल्छ। फेरि तपाईँको प्रब्लम जस्ताको त्यस्तै रहनेवाला छ। त पहिलो काम तपाईँले गर्नुहुन्छ आज मजाले चाहिँ जे पनि तपाईँको लाइफमा प्रब्लम भइराखेको छ, जे पनि तपाईँको लाइफमा समस्या भइराखेको छ, त्यो समस्याको तपाईँले चाहिँ 100% रेस्पोन्सिबिलिटी लिनुहुन्छ। जस्ट थिङ्क अबाउट द्याट प्रब्लम एन्ड टेक द 100% रेस्पोन्सिबिलिटी। त्यसको बारेमा सोच्नुहोस् र त्यसको 100% रेस्पोन्सिबिलिटी लिनुहोस्। तपाईँले यो काम तपाईँले आज गर्नुहुन्छ। यो तपाईँको लागि आज टास्क हो। सो साथीहरूलाई मैले रिक्वेस्ट गर्दै आइराखेको छु, साथीहरूलाई म रिक्वेस्ट गर्दै आइराखेको छु, whatever task I am going to tell you inside this course, please blindly follow गरिदिनु होला। यहाँ कुनै पनि किसिमको साइड इफेक्ट छैन, यहाँ कुनै पनि किसिमको तपाईँलाई घाटा हुनेवाला छैन। सो तपाईँलाई जे पनि हामी टास्क भन्छौँ, जे पनि तपाईँले गर्नको लागि भन्छ, प्लिज गरिदिनु होला। तपाईँलाई रिक्वेस्ट गरेँ, जति पनि साथीहरूले हामीलाई रेकर्डिङ हेरिराख्नु भएको छ वा लाइभ हेरिराख्नु भएको छ, सबै साथीहरूलाई म रिक्वेस्ट गरेँ। सो आजको तपाईँको पहिलो टास्क भयो, आज बसेर रेस्पोन्सिबिलिटी लिइदिनुहुन्छ। जे पनि तपाईँको लाइफमा भइराखेको छ त्यसको रेस्पोन्सिबिलिटी लिइदिनुहुन्छ। तपाईँलाई म रिक्वेस्ट गरेँ। ओके, लेट्स मुभ अहेड है त। अब हामी अगाडि जान्छौँ। यति गर्ने बित्तिकै तपाईँको हार्ट तपाईँको जुन छ नि, तपाईँ अलिकति तपाईँ चाहिँ लाइट फिल गरिहाल्नुहुन्छ कि। र हामीलाई सिम्पल एउटा काम गर्नुपर्नेछ। हामीले यो 21 डेजमा चाहिँ नि हाम्रो माइन्डमा जति पनि नराम्रो कुरा छ त्यसलाई फाल्न छ कि, अरू केही पनि गर्न छ। हामीलाई नचाहिने कुरा रिलिज गर्नु छ, नचाहिने गार्बेजलाई हामीले फाल्न छ, यसलाई चाहिँ साइड लगाउनु पर्ने छ। यो गर्नु जरुरी छ हामीलाई, अनि बल्ल 21 डेजमा ट्रान्सफर्मेसन आउँछ। अदरवाइज ट्रान्सफर्मेसन आउँदैन फेरि। सो ट्रान्सफर्मेसन ल्याउन चाहनुहुन्छ भने आफूसँग भएको गन्दगीलाई फाल्नु पर्यो, आफूसँग भएको गार्बेजलाई फाल्नु पर्यो। गार्बेजलाई राख्नु भयो भने फेरि गाह्रो हुन्छ।
सो तपाईँको मनमा जति पनि ग्रिड छ, जति पनि रिस छ, जति पनि डाह छ, जति पनि तपाईँको चाहिँ नराम्रो इमोसन लुकेर बसिराखेको छ, यसलाई रिलिज गर्ने अब रिलिज गर्ने हो। त्यो रिलिज नगर्दासम्म फेरि काम हुनेवाला छैन। सो रिलिज गर्न स्टार्ट गर्नु पर्यो। त्यही भएर तपाईँले चाहिँ यदि चाहिँ नि आफ्नो रेस्पोन्सिबिलिटी आफैले लिइदिनु भयो भने एउटा काम तपाईँले गरिहाल्नुभयो के। यानि अलिकति भए पनि तपाईँ लाइट फिल गर्नुहुन्छ, अलिकति भए पनि तपाईँ चाहिँ हल्का फिल गर्न स्टार्ट गर्नुहुन्छ। सो आजको लागि टास्क बस्नु होला 10-15 मिनट र आफ्नो जे पनि लाइफमा तपाईँको लाइफमा जे पनि भइराखेको छ त्यसको 100% रेस्पोन्सिबिलिटी लिनु होला र त्यसको लागि अब के गर्न सकिन्छ भन्ने कुरा पनि सोचिदिनु होला। यति गर्ने बित्तिकै केही न केही तपाईँ लाइट फिल गर्नुहुन्छ। अरूको माथि हाल्नु भयो भने फेरि फेरि त्यसपछि त फेरि अब कुनै तपाईँको माइन्डले कुनै बाटो नै देखाउँदैन। तर आफूले नै लिनुभयो भने तपाईँको माइन्डले अलिकति त नि रिलिज फिल गर्छ, अलिकति केही न केही नयाँ बाटो चाहिँ यसले देखाउँछ। र उसलाई सोध्नु होला कि त माइन्ड तपाईँको बहुत पावरफुल छ। हाम्रो माइन्ड यति स्मार्ट छ तपाईँको चाहिँ नि, तर हामीले नबुझेर हेर्नुहोस्, हाम्रो माइन्ड एकदमै स्मार्ट छ। तपाईँले जे पनि क्वेसन सोध्नुहुन्छ नि, तपाईँको सब कन्सियस माइन्डलाई सबै क्वेसनको आन्सर थाहा छ। हामीसँग दुईटा माइन्ड हुने गर्छ, यसको बारेमा हामी पछि डिटेलमा कुरा गरौँला। तर अहिलेलाई बुझ्नु होला, हामीसँग दुईटा माइन्ड हुने गर्छ, एउटा कन्सियस माइन्ड र एउटा सब कन्सियस माइन्ड। कन्सियस माइन्ड भनेको लजिकल माइन्ड र सब कन्सियस माइन्ड भनेको इलजिकल अथवा इमोसनल माइन्ड। र इमोसनल माइन्ड इज सो पावरफुल। हाम्रो चाहिँ सब कन्सियस माइन्ड भनेको यति पावरफुल छ तपाईँको चाहिँ नि, यसको कुनै लिमिटै छैन। हेर्नुहोस्, सो तपाईँसँग जे पनि प्रब्लम छ, बुझ्नु होला राम्रोसँग साथीहरू, म तपाईँलाई रिक्वेस्ट गर्न चाहे, तपाईँसँग जे पनि प्रब्लम छ मजाले बसेर त्यसको बारेमा मजाले सिरियस भएर तपाईँले आफ्नो माइन्डलाई सोध्नु होला। तपाईँको माइन्डले केही न केही बाटो सेवर दिन्छ। तर हामीलाई यो कुरा बुझ्दै बुझ्दैन। हामीलाई यति राम्रो इक्विपमेन्ट हामीलाई भगवान्ले दिएको छ, तर हामीलाई त्यसलाई युज गर्न जान्दैनौँ। सो तपाईँकोसँग कुनै पनि च्यालेन्जेस छ, कुनै पनि इस्यु छ, कुनै पनि किसिमको प्रब्लम तपाईँलाई राइट नाउ भइराखेको छ भने बसेर सोध्नु होला। तपाईँको माइन्डले केही न केही आन्सर सेवर दिन्छ। जस्तो एक्जाम्पलको लागि मानिहालौँ, हाम्रो टिकारामजी हुनुहुन्छ अरे। अब टिकारामजीलाई चाहिँ तपाईँको चाहिँ लेट सपोज उहाँलाई चाहिँ नि महिनाको 10 लाख कमाउनु पर्ने छ अरे। के गर्नु परेन के, टिकारामजीले हामीलाई हेरिराख्नु भएको छ, अनि उहाँलाई चाहिँ महिनाको 10 लाख कमाउनु पर्ने छ। जस्ट उहाँ बसेर तपाईँको चाहिँ सिरियस भएर मजाले चाहिँ आफ्नो माइन्डलाई कुल गरेर जस्ट उहाँले सोध्नुभयो, ओके म 10 लाख महिनाको बनाउन चाहन्छु, आई वान्ट टु मेक 10 लाख रुपिस पर मन्थ। यसको लागि मैले के गर्नुपर्ने होला? ए माइन्ड, मलाई एउटा आइडिया दे त तैँले भनेर सिरियसली सोध्नुहोस् त। जसरी तपाईँले सिरियसली सोध्नुहुन्छ, तपाईँको माइन्डले तपाईँलाई केही न केही आन्सर दिन्छ नै दिन्छ। यति पावरफुल छ। यो गर, केही न केही तपाईँलाई आइडियाले सेवर दिन्छ। प्लिज डु इट, गर्नु होला। तपाईँसँग कुनै पनि प्रब्लम छ, हेल्थसँग रिलेटेड, वेल्थसँग रिलेटेड, रिलेसनसिपसँग रिलेटेड, फ्यामिलीसँग रिलेटेड, ह्याप्पिनेससँग रिलेटेड, कुनै पनि तपाईँको लाइफमा च्यालेन्ज छ, आफ्नो माइन्डलाई सिरियस भएर क्वेसन सोध्न स्टार्ट गर्नुहोस्। आफ्नो माइन्डलाई सोध्नुहोस् कि मसँग यो प्रब्लम भइराखेको छ, अहिले म यो समस्यादेखि अहिले जुझिराखेको छु, यो समस्याबाट म गइराखेको छु, अहिले प्लिज मलाई भन म के गर्दा राम्रो होला। यसले तपाईँले सिरियस भएर सोध्नु होला। हाँसेर फेरि मजाकमा होइन, फेरि मजाकमा सोध्नु पर्ने, फेरि मजाकमै लिन्छ। फेरि सिरियस भएर सोध्नु होला। यसले केही न केही तपाईँलाई चाहिँ नि केही न केही आइडियाले 100% दिन्छ नै दिन्छ। सो आज गर्नु होला। यो पनि तपाईँको लागि टास्क भयो। जुन पनि एरियामा तपाईँ चाहिँ अहिले चाहिँ प्रब्लम फेस गरिराख्नु भएको छ, बसेर मजाले आफ्नो माइन्डलाई चाहिँ नि आस्क गर्नु होला। यो प्रब्लमलाई हटाउनको लागि, यो समस्यालाई हटाउनको लागि मैले के गर्दा राम्रो हुन्छ, प्लिज क्यान यु गाइड मी भनेर सोध्नु होला आफ्नो माइन्डलाई। तपाईँको माइन्डले तपाईँलाई केही न केही आइडिया 100% पपअप गरेर दिन्छ। केही न केही आइडियाले 100% दिन्छ। यो पनि तपाईँको लागि आजको लागि टास्क भयो। ओके, लेट्स मुभ अन अ भेरी 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 पावरफुल टपिक। यो एकदमै पावरफुल टपिक छ। यो टपिक तपाईँहरूले बुझ्नुभयो भने you will be completely different person. You will start to become completely different person. प्लिज यो टपिकलाई बुझ्ने कोसिस गर्नु होला। एकदमै पावरफुल टपिक छ र एकदमै मेरो हार्टको पनि एकदमै क्लोज छ। यो हेर्नुहोस्, मलाई बहुत मजा आउँछ यसमा कुरा गर्नलाई। यो मात्रै पनि तपाईँले कुरा बुझ्नुभयो भने तपाईँले आफैले चाहिँ यु क्यान सी द चेन्जेस। किन भन्दा तपाईँको चाहिँ हामीले एउटा काम चाहिँ के गर्नु पर्छ भन्दाखेरि, हामी चाहिँ के गर्नको लागि आएको 21 डेज च्यालेन्जमा भन्दा तपाईँको चाहिँ हामीसँग भएको नेगेटिभ इमोसनललाई हटाउनको लागि हो, हामीसँग भएको नेगेटिभ बिलिभलाई हटाउनको लागि हो, हामीसँग भएको नराम्रो प्रोग्रामिङलाई ब्रेक गरेर नयाँ प्रोग्रामिङलाई इन्टिग्रेट गर्नको लागि हामी आएको। सो 21 डेजसम्म जे पनि हामी तपाईँलाई भन्छौँ, जे पनि तपाईँलाई हामी सिकाउँछौँ, यसलाई मजाले मनन गरिदिनु होला। मजाले आधा घन्टा 1 घन्टा लगाएर त्यसको बारेमा सोचिदिनु होला
र भनेको इन्स्ट्रक्सनलाई फलो गरिदिनु होला। तपाईँ 21 डेजमा 25 डेजभित्रमा तपाईँ केही न केही चेन्जेस भएर जानुहुन्छ, तपाईँहरूलाई मैले असुरेन्स गर्न चाहे। सो प्लिज डोन्ट जज द बुक बाई द कभर। सो आज सेकेन्ड डे मात्रै हो, सो प्लिज जज नगर्नु होला। दिस इज द सेकेन्ड डे, यानी फर्स्ट डे स्टडी वाज द फर्स्ट डे, आज हाम्रो सेकेन्ड डे हो। सो सेकेन्ड डेमा खालि तपाईँले चाहिँ अरे यस्तो भइराखेको छ के होला, अझ धेरै कुरा आउन बाँकी छ, अझ त म्याजिक हुन बाँकी छ अझ, हेर्नुहोस्। सो डोन्ट जज, अझ धेरै कुरा आउँदै जान्छ, अझ त यो स्टार्टिङ हो। सो यसलाई जज गर्न स्टार्ट नगर्नु होला। द्याट्स आइ एम सेइङ डोन्ट जज द बुक बाई द कभर। यो 2 दिनको ट्रेनिङबाट 1 दिनको ट्रेनिङबाट तपाईँले चाहिँ यो ट्रेनिङलाई नजज गर्नु होला। पुरै 21 दिनको रेकर्डिङ हो, सबै रेकर्डिङ हेर्नु होला। तपाईँले रिक्वेस्ट गरेँ, किनकि धेरै साथीको बानी हुन्छ कि एउटा दुइटा हेर्नुहुन्छ अनि बन्द गरिदिनुहुन्छ, यसरी हुँदैन। हेर्नुहोस् प्लिज, राम्रो लाए पनि नलाए पनि जे भए पनि राम्रो मानिराख्नुपर्छ भने झन् राम्रो भइहाल्यो। राम्रो नमाने पनि तपाईँलाई म रिक्वेस्ट गरेँ, 25 दिनको 22 दिनको 21 दिनको जति पनि हामीले रेकर्डिङ तपाईँलाई दिन्छौँ, पुरै रेकर्डिङ डे बाई डे हेर्दै जानु होला। पुरै रेकर्डिङ तपाईँले चाहिँ 21 दिनको रेकर्डिङ डे 1 डे 2 डे 3 डे 4 डे 5 गरेर हेर्दै जानु होला। 1 दिनको 2 दिनको रेकर्डिङले जज गर्ने होइन। यसरी तपाईँले जज गर्नुभयो भने तपाईँले केही पनि सिक्नुहुन्न फेरि। सो तपाईँले आफ्नो मनी दिनुभएको छ, तपाईँले आफ्नो टाइम दिनुभएको छ, तपाईँले आफ्नो एनर्जी दिनुभएको छ, तपाईँले आफ्नो चाहिँ भ्यालुएबल इम्पोर्टेन्ट टाइमलाई तपाईँले डेडिकेट गर्नुभएको छ भनेपछि तपाईँले केही न केही रिटर्न त पाउनै पर्छ। सो प्लिज तपाईँलाई एउटा रिक्वेस्ट मैले गरेँ, प्लिज 21 डेजको पुरै भिडियोलाई डे 1 डे 2 डे 3 डे 4 डे 5 गर्दै हेर्दै जानु होला। कुनै पनि भिडियोलाई स्किप नगर्नु होला र भिडियोमा भनेको कुरालाई, रेकर्डिङमा भनेको कुरालाई एज इट इज फलो गरिदिनु होला। तपाईँलाई म रिक्वेस्ट गर्न चाहे। सो 2टा भिडियो हेरेर 3टा भिडियो हेरेर 4वटा भिडियो हेरेर बन्द गर्ने होइन, अझ त मेन कुरा आउन त बाँकी छ। तपाईँको 6 7 8 9 10 डेबाट तपाईँको चाहिँ अझ इम्पोर्टेन्ट कुरा बुझ्दै जान्छ। अहिले त म बेसिकबाट लिएर गइराखेको छु, अहिले तपाईँको त एउटा बेस बनाइराखेको छु म, अझ त धेरै कुरा तपाईँले बिल्ड गर्न बाँकी छ। सो तपाईँलाई म रिक्वेस्ट गरेँ, डोन्ट स्किप अ सिङ्गल रेकर्डिङ, वाच अल द रेकर्डिङ्स। सबै रेकर्डिङलाई स्किप नगरेर मजाले सब रेकर्डिङलाई हेर्नु होला। 21 दिन मलाई तपाईँलाई म भनिरहेको छु, 21 दिन मलाई दिनुहोस्, तपाईँको लाइफमा केही न केही चेन्जेस त म ल्याउँछु, केही न केही ट्रान्सफर्मेसन म ल्याइदिन्छु। सो तपाईँलाई फेरि एउटा म रिक्वेस्ट गर्न चाहे, डोन्ट मिस एनी रेकर्डिङ्स, वाच अल द रेकर्डिङ्स 1 by 1। 1 डेमा एउटा मात्र रेकर्डिङ 1 2 3 4 5 6 7 8 9 10 गर्दै जानु होला र 21 दिन 22 दिन हामीलाई टाइम दिनुहोस्। यु विल बी कम्प्लिटली डिफ्रेन्ट पर्सन। यो तपाईँले मैले चाहिँ असुरेन्स दिन चाहे। ओके, लेट्स मुभ अन। सो हाम्रो एकदम इम्पोर्टेन्ट टपिक लाग्छ मलाई यो, इट इज अ भेरी इम्पोर्टेन्ट। तपाईँले यति मात्र पनि बुझ्नुभयो भने धेरै ट्रान्सफर्मेसन तपाईँको लाइफमा आउन सक्छ। यसलाई हामी भन्छ तपाईँको चाहिँ नि सिम्पल छ। हेर्नुहोस्, एउटा कुरा बुझ्नु होला, हाम्रो माइन्ड भनेको सबैभन्दा ठुलो शक्तिशाली चिज हो। हाम्रो माइन्ड भनेको तपाईँको चाहिँ यसले जे पनि दिन सक्छ भने, यो हाम्रो माइन्ड भनेको तपाईँको चाहिँ हाम्रो सबैभन्दा ठुलो एनिमी पनि हो र सबैभन्दा ठुलो साथी पनि हो। तर हामीलाई युज गर्न आउनु पर्यो, यदि युज गर्न जानेन भने यो हाम्रो लागि सबैभन्दा ठुलो एनिमी हो। तर युज गर्न जाने भने यो सबैभन्दा ठुलो तपाईँको हाम्रो चाहिँ सबैभन्दा ठुलो फ्रेन्ड पनि हो। सो प्लिज बुझ्नु होला, योभन्दा ठुलो एसेट केही पनि छैन। तर हामीलाई के छ, हामीलाई माइन्डको मतलबै छैन कि, स्पेसली हामी नेपालीहरूलाई त कदरै छैन भन्छ। माइन्डलाई त, माइन्डको बारेमा त काम गर्ने हामीलाई 1 सेकेन्ड पनि टाइम छैन कि। हामीलाई खाना खानलाई टाइम छ, हामीलाई चाहिँ तपाईँको युनिफर्म लगाउन, तपाईँको सपिङ गर्नलाई टाइम छ, हामीलाई गफ गर्नलाई टाइम छ, हामीलाई नचाहिने कुरा हेर्नको लागि टाइम छ, हामीसँग साथीहरूसँग बिना 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 कामको यताउता डुल्नलाई टाइम छ। तर हामीलाई तपाईँको चाहिँ आफ्नो माइन्डमा काम गर्नलाई 1 मिनट पनि हामीसँग टाइम छैन। तर तपाईँहरू लकी हुनुहुन्छ भनौँ, या तपाईँहरू चाहिँ तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ। यु गाइज आर awesome गाइज। तपाईँहरू 1 स्टेप अगाडि हुनुहुन्छ। तपाईँहरूले यो डिसिजन लिनुभयो, यो 21 डेजमा आउने तपाईँहरूले डिसिजन लिनुभयो। सो यसको मतलब तपाईँहरू चाहिँ 1 स्टेप अगाडि नै हुनुहुन्छ। रेस्ट अफ 90 भन्दा माथि हुनुहुन्छ। तपाईँ 90% मान्छेभन्दा तपाईँहरू चाहिँ माथि हुनुहुन्छ। किनकि तपाईँले यो डिसिजन लिने मतलब तपाईँ आफ्नो माइन्डलाई इम्प्रुभमेन्ट गर्न चाहनुहुन्छ, आफ्नो माइन्डमा काम गर्न चाहनुहुन्छ। सो तपाईँले आफूलाई कङ्ग्रेचुलेट चाहिँ गर्नु होला, तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ। मैले तपाईँले चाहिँ सबै साथीहरूलाई, जति पनि साथीले हामीलाई जोइन गर्नुभएको छ, आइदर अनलाइन अर आइदर तपाईँको चाहिँ रेकर्डिङ्स, जति पनि साथीले मलाई लाइभ हेरिराख्नु भएको छ वा हाम्रो चाहिँ यसलाई रेकर्डिङ हेरिराख्नु भएको छ, सबै साथीहरूलाई चाहिँ मैले चाहिँ थ्याङ्क्स भन्न चाहे। किनकि तपाईँहरू 1 स्टेप अगाडि जो हुनुहुन्छ अरू साथीहरूभन्दा। किनकि हाम्रो माइन्डलाई
के फिड गर्ने के फिड नगर्ने भन्ने कुरा हामीलाई थाहा हुनुपर्छ। यहीँदेखि कुरा बिग्रिन्छ। हाम्रो माइन्डलाई नचाहिने खुराक दिन बन्द गर्नुहोस्, अरू के गर्न परेन तपाईँले। हाम्रो माइन्डलाई चाहिँ तपाईँको छ नि नचाहिने कुरा हाल्नै बन्द गर्नुहोस् कि। मैले सायद हिजो फर्स्ट डेमा अथवा सायद तपाईँलाई मैले भनेको थिएँ, सायद तपाईँले चाहिँ मैले चाहिँ फर्स्ट डेमा भनेको थिएँ, इनपुट प्रोसेस आउटपुट, इनपुट प्रोसेस आउटपुट, इनपुट इनपुट भयो, प्रोसेस भयो, आउटपुट, इनपुट प्रोसेस आउटपुट। यानि तपाईँले जे हाल्नुहुन्छ यो नै प्रोसेस हुन्छ र यो नै बाहिर निस्किन्छ। राम्रोसँग बुझ्नु होला। whatever you are going to put inside the brain, it is going to be processed and it will come out. So simple छ। तपाईँले चाहिँ नचाहिने कुरा हाल्नै बन्द गर्नुहोस् न। तपाईँलाई कसले रोकेको छ? नचाहिने कुरालाई हाल्नै बन्द गर्नुहोस्, नचाहिने कुरालाई फिड गर्नै बन्द गर्नुहोस्। नचाहिने कुरा किन हालिदिनु पर्यो? दुनियाँभरको गार्बेज हाल्दैछ दिमागमा, अनि गार्बेज दिमागै गार्बेज भयो भने के निस्किन्छ त फेरि? अनि मसँग यस्तो भयो, मसँग उस्तो भयो, मलाई एन्जाइटी छ, मलाई स्ट्रेस छ, मलाई फियर छ, मलाई अरे भाइ पहिला नचाहिने कुरा हाल्न बन्द गर्नुहोस्। स्ट्रेस एन्जाइटी भनेको के हो त आखिरमा? सिम्पल फन्डा त छ। स्ट्रेस एन्जाइटी मिन्स नचाहिने कुरा तपाईँले दिमागमा हालिदिने भयो, त्यसको माइन्डमा इमेज बनिरहेछ र त्यो इमेज लुपमा चलिराखेको छ र त्यसको कारणले गर्दा तपाईँको छ नि फिजियोलोजी चेन्ज भइरहेछ। त्यति त हो नि। नराम्रो कुरा हालिदिनु भएको छ माइन्डमा, इमेज अथवा तपाईँ इमेज बनाऊँ या तपाईँको भोइस बनाऊँ, यसको बारेमा हामी डिटेलमा पछि कुरा गर्छौँ है त। भोइस बनाऊँ या इमेज बनाऊँ, एउटा तपाईँको या तपाईँको साउन्ड बनाऊँ या तपाईँको चाहिँ कुनै पनि किसिमको तपाईँको चाहिँ फिलिङ बनाऊँ, अब त्यो कुरा तपाईँको माइन्डमा लुपमा चलिरहेछ। अब त्यो लुपमा चल्ने बित्तिकै तपाईँको शरीरले सरी तपाईँको बडीले चाहिँ नि रियाक्ट गरिराखेको छ, किनकि हाम्रो माइन्ड र हाम्रो बडी इन्टरकनेक्टेड हुन्छ। हाम्रो बडी र यो त कुरा तपाईँले बुझिहाल्नु होला। जस्तो तपाईँको माइन्ड त्यस्तै तपाईँको बडी, जस्तो तपाईँको बडीले रियाक्ट गर्छ त्यस्तै तपाईँको माइन्डले पनि रियाक्ट गर्नैपर्छ। द्याट्स वाइ भन्ने गरिन्छ कि साइकोलोजी एन्ड फिजियोलोजी आर इन्टरकनेक्टेड। राम्रोसँग बुझ्नु होला। साइकोलोजी र तपाईँको फिजियोलोजी, फिजियोलोजी भन्न खोजेको तपाईँको शरीर बडी भइहाल्यो र साइकोलोजी भन्न खोजेको तपाईँको माइन्डसेट भइहाल्यो। यानि तपाईँको फिजियोलोजी र तपाईँको साइकोलोजी आर इन्टरकनेक्टेड। जस्तो तपाईँको साइकोलोजी हुन्छ त्यस्तै तपाईँको चाहिँ फिजियोलोजी हुन्छ, जस्तो तपाईँको माइन्ड हुन्छ त्यस्तै तपाईँको बडी हुन्छ। यो कुरालाई राम्रोसँग बुझ्नु होला। यदि तपाईँलाई चाहिँ नि कुनै पनि किसिमको रोगबाट तपाईँ चाहिँ सफरिङ गरिराख्नु भएको छ भने, समस्याले तपाईँ जुझिराख्नु भएको छ भने बुझ्नु होला तपाईँको माइन्डले कहीँ तपाईँलाई उल्टो कुरा त गरिराखेको छैन। किनकि एउटा कुरा त सेवर छ, मैले भनेको कुरा नै हो, रिसर्चले भनेको कुरा। रिसर्चले के भन्छ भन्दा तपाईँको चाहिँ 90% रोग तपाईँको साइकोसोमेटिक छ। राम्रोसँग बुझ्नु होला। 90% डिजिजेस आर द साइकोसोमेटिक डिजिजेस। यानि हाम्रो माइन्डले 90% भन्दा बढी रोग हाम्रो माइन्डले क्रिएट गर्छ। बोला भन्नुहोस्, यति पावरफुल छ हाम्रो माइन्ड। 90% भन्दा बढी रोग तपाईँको माइन्डले क्रिएट गरिरहेछ। अनि माइन्डमा काम नगरेर के हेर्नु भएको हामीले के हेरिरहेछौँ त? सो माइन्डमा त कामै गर्नुपर्छ। यसको मतलब एउटा कुरा क्लियर भइहाल्नु होला। यदि तपाईँको माइन्ड रेडी छ भने, यदि तपाईँको माइन्ड रेडी छ, तपाईँको माइन्ड फ्रेस छ, तपाईँको माइन्ड एक्टिभ छ, तपाईँको माइन्ड एनर्जेटिक छ, तपाईँको माइन्ड ह्याप्पी छ भने 80 to 90% प्रब्लम्स क्यान बी सल्भ। अथवा 80 to 90% इभन डिजिजेस आर गोइङ टु बी सल्भ। तपाईँको डिजिज, तपाईँको रोग पनि कम हुन सक्छ। यति पावरफुल छ हाम्रो माइन्ड। त्यही भएर काम गर्नुपर्छ माइन्डमा भनेर तपाईँले मलाई ड्र्याग गरेको, तपाईँले चाहिँ मैले समातेर ल्याउनुको कारण यही हो कि तपाईँले मैले केही न केही कुरा हालिदिनु पर्छ तपाईँको माइन्डमा, केही न केही कुरा तपाईँले बुझ्नै पर्छ। यसले गर्दा हेर्नुहोस् है, सिम्पल बुझ्नु होला। एउटा कुरा एकदम क्लियर भएर जानु, साथीलाई क्लियर भएर जानु होला। तपाईँको हेल्थ बिग्रिराखेको छ, तपाईँको वेल्थमा प्रब्लम भइराखेको छ, तपाईँको रिलेसनसिपमा प्रब्लम भइराखेको छ, तपाईँको चाहिँ नि ह्याप्पिनेसमा प्रब्लम भइराखेको छ, तपाईँको फ्यामिलीमा इस्युज र च्यालेन्जेस आइराखेको छ, बुझ्नु होला। यसमा डाइरेक्टली इन्डाइरेक्टली तपाईँको माइन्डको रोल छ। तपाईँको माइन्डको रोल त छ हेर्नुहोस्, तर हामीले कुरालाई बुझ्दैनौँ कि। हामीलाई लाग्छ अरे कहाँदेखि आयो, अरे कहाँदेखि आएन, तपाईँको माइन्डले क्रिएट गरेको। यसलाई कसरी हटाउने भन्ने कुरा हामी बिस्तारै सिक्दै सिक्दै जान्छौँ। यसको रेमेडी के छ त, यसको सल्युसन के छ भन्ने कुरा हामी चाहिँ नि बिस्तारै सिक्दै 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 जान्छौँ। तर अहिले यो कुरा एउटा कुरा बुझ्नु होला कि वाट एभर प्रब्लम्स यु ह्याभ, आइदर एनी फिल्ड, यो तपाईँको हेल्थमा, वेल्थमा, रिलेसनसिपमा कुनै पनि हुनसक्छ, यो तपाईँको माइन्डको इन्भल्भमेन्ट छ। तपाईँको माइन्डले मानिहाल्यो भने जे पनि भइहाल्छ। हेर्नुहोस्, यदि तपाईँको माइन्डले मानिहाल्यो भने तपाईँको त्यो भन्ने गरिन्छ कि जुन रिच मान्छे हुन्छ, रिच पर्सन्स, रिच पर्सन, राम्रोसँग बुझ्नु, सी द डिफरेन्स बिट्विन रिच पर्सन एन्ड पुवर पर्सन भन्न त मिल्दैन। हामी सबै रिच हो, तर हामीले आफूलाई नबुझेर, हामीले आफ्नो एनर्जीलाई, हामीले आफ्नो क्यापासिटीलाई नबुझेर मात्रै हो।
सो इन रियालिटीमा त कोही पनि गरिब छँदै छैन, कोही पनि पुअर छँदै छैन। टेक्निकली ऊ चाहिँ पुअर हो, तर माइन्डले त कोही पनि पुअर छैन के। माइन्डले कोही पनि पुअर छैन। तर यो कुरा हामीले कहाँ बुझ्छौँ त फेरि? तपाईँको चाहिँ नि भगवान्ले पनि तपाईँको चाहिँ हामीसँग जस्टिस नै गर्नुभएको छ। हेर्नुहोस्, भगवान्ले पनि हामीसँग जस्टिस गर्नुभएको छ। के भन्दा तपाईँको चाहिँ नि हामीलाई धेरैले भन्ने गर्नुहुन्छ के, अरे भगवान्ले त इन्जस्टिस गरेको होइन। भगवान्ले, प्रकृतिले हामीसँग जस्टिस गरेको छ, यो नेचरले हामीसँग जस्टिस गरेको छ। कसरी भन्दा तपाईँको चाहिँ नि सबै मान्छेलाई सेम टाइम र सेम माइन्ड दिनुभएको छ। सबै मान्छेसँग सेम माइन्ड हो र तपाईँको सेम टाइम हो। टाइम पनि 24 आवर। तपाईँको बिल गेट्ससँग, वारेन बफेटसँग, इलोन मस्कसँग, तपाईँको चाहिँ टाटासँग, बिर्लासँग, तपाईँको चाहिँ अम्बानीसँग, अडानीसँग, तपाईँको चाहिँ नि उनीसँग 40 घन्टा 50 घन्टा छैन इन अ डे। उनीहरूसँग पनि तपाईँको चाहिँ नि 24 आवर्स नै छ इन अ डे। एक दिनमा तिनीहरूसँग पनि 24 आवर नै छ र हामीसँग पनि 24 आवर नै छ। त्यसमा कुनै पनि किसिमको इन्जस्टिस छैन। जोसँग पनि तपाईँको चाहिँ 24 आवर नै हो। कुरा बुझिराख्नु छ। र माइन्ड पनि सबैको सेम हो। सो माइन्डमा पनि कुनै पनि किसिमको डिफरेन्सेस छैन। जुन तपाईँको माइन्ड भनौँ तपाईँको चाहिँ हुन्छ नि तपाईँको ब्रेनमा पनि तपाईँको कुनै पनि किसिमको डिफरेन्सेस छैन। तपाईँको जति तपाईँको ब्रेन छ त्यति मेरो ब्रेन हो, त्यतिकै नै अर्कोको पनि ब्रेन त्यतिकै हो, र टिकारामजीको पनि ब्रेन त्यतिकै हो, मानसाजीको पनि ब्रेन त्यतिकै हो, पुरुषोत्तमजीको पनि ब्रेन त्यतिकै हो। तर डिफरेन्स केमा छ भन्दाखेरिमा जसले युज गर्यो उसको बढ्यो, जसको युज गरेन त्यसको बढेन। सिम्पल फन्डा छ। हेर्नुहोस्, सो भगवान्ले हामी सबैसँग जस्टिस गरे। त्यही भएर रोनु हुन्। त्यही भएर तपाईँले मैले भने नि त, त्यही भएर हामी चाहिँ नि तपाईँको चाहिँ नि कम्प्लेन गर्न बन्द गर्ने हो। पहिलो दिनमा मैले भने नि त, फर्स्ट डेमा, कि अबदेखि तपाईँ 25 डेजसम्मको लागि, 21 डेजसम्मको लागि तपाईँले चाहिँ कुनै पनि कम्प्लेन गर्नुहुन्न। किन कम्प्लेन गर्नुहुन्न? किनकि त भगवान्ले त हामी सबैलाई बराबर त दिएछ त। सबैभन्दा इम्पोर्टेन्ट भनेको तपाईँको टाइम र सबैभन्दा इम्पोर्टेन्ट भनेको तपाईँ माइन्ड। योभन्दा ठुलो कुरा केही पनि छैन। त्यसपछि बल्ल आउँछ पैसा। टाइम, माइन्ड, मनी भनेको त बाई प्रडक्ट हो, यो त आफै आइहाल्छ। त मेन भनेको तपाईँको टाइम र माइन्ड। यदि तपाईँको माइन्ड रेडी छैन भने लाखौँ, जस्तो इक्जाम्पलको लागि मान्नुहोस् न, ल तपाईँ आफै मलाई भन्नु होला है, प्लिज लिसन केयरफुल्ली। एकछिनलाई मानिएन तपाईँको चाहिँ मान्छेजीले मलाई आन्सर दिनु होला। जस्तो मान्छेजी हुनुहुन्छ त्यहाँ है। अब मान्छेजीलाई तपाईँको छ नि, मान्छेजी लेट सपोज मान्छेजी ह्याज लेट सपोज तपाईँको चाहिँ 100 करोड छ अरे उहाँसँग। मान्छेजीसँग 100 करोड छ। अब आज या भोलि लेट सपोज कटकट भन्नु होला, आज या भोलि तपाईँको चाहिँ, अब कटकट भन्ने किन भन्ने कुरा तपाईँले सिकाउनु बाँकी छ, अहिले भन्छु तपाईँले। यो कटकट भनेको एकदम पावरफुल टुल छ। त्यो टुल तपाईँलाई म सिकाउँछु अहिले। भन्न खोजेको जहिले पनि नराम्रो वर्ड निस्किने बित्तिकै कटकट भनिहाल्नु, नराम्रो सेन्टेन्स मुखदेखि निस्किने बित्तिकै कटकट भनिहाल्ने हो, नराम्रो कुरा तपाईँको मुखदेखि निस्किने बित्तिकै कट भनिहाल्ने हो, क्यान्सल भनिहाल्ने हो। त्यसको बारेमा डिटेलमा कुरा गर्छु। ओके, सो अब मान्छेजीसँग 100 करोड छ, तर मान्छेजी आज भोलि मर्नेवाला हुनुहुन्छ अरे। कटकट यस्तो नहोस्, तर कटकट तर बुझ्नलाई मात्रै। सो अब मान्छेजीले चाहिँ डक्टरलाई भन्नुभयो, ए डक्टर कम हियर, म तँलाई 50 करोड दिन्छु, तैँले मलाई एक दिन अरू बचा भने के बचाउन सक्छ? गएन। एक दिन मात्र बचा तैँले मलाई खालि 24 आवर बचाइदिए। 24 आवर तैँले मलाई बचाइदिस् भने, अथवा एक घन्टा भएन, 1 घन्टा पनि तैँले बचाइदिस् भने तँलाई मैले चाहिँ 50 करोड दिन्छु भनेपछि के डक्टरले चाहिँ तपाईँको चाहिँ नि बचाउन सक्छ त? उसले सक्दैन नि त, किनकि जे हो। यसको मतलब 1 घन्टाको 50 करोड लाग्छ त। 1 घन्टाको 50 करोड दिँदा पनि, इभन 100 करोड दिँदा पनि यो पोसिबल छैन। तपाईँले 100,000 करोड दिए पनि तपाईँ 1 घन्टा बचाउन सक्दैन कसैले पनि। सी द पावर अफ टाइम। सो मतलब टाइमको त भाइ हामीले कदर गर्नै पर्छ। टाइम भन्दा ठुलो केही पनि छैन। प्लिज बुझ्नु होला, टाइम हामीसँग लिमिटेड छ। टाइम हामीसँग लिमिटेड छ र हामीले टाइमलाई कदर गर्न पर्छ, टाइमलाई हामीले रेस्पेक्ट गर्नै पर्छ। किनकि टाइम यति भ्यालुएबल कुरा हो नि, पैसा भनेको त सेकेन्डरी कुरा हो। तर टाइम मैले भने भर्खरै मान्छेजीसँग 100 करोड छ, तर 100 करोड दिँदा पनि तपाईँको चाहिँ डक्टरले चाहिँ नि 1 घन्टा पनि उहाँले बचाउन सकिरहेको छ भने सी द पावर अफ टाइम। बुझ्नु होला। सो टाइम इज सो 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 पावरफुल, पहिलो कुरा। र अर्को कुरा तपाईँको माइन्ड। अब लेट सपोज यो कुरा बुझ्नु होला राम्रोसँग। अब मान्छेजीसँग तपाईँको छ नि, लेट सपोज उहाँसँग 1000 करोड छ अरे। उहाँसँग 1000 करोड ब्याङ्कमा छ, तर उहाँको माइन्ड ठिक ठाउँमा छैन। उहाँ आधा पागल हुनुहुन्छ, उहाँको माइन्डले काम गर्दैन। भनेपछि त्यो 1000 करोडको पनि मतलब भयो त। ल आफै भन्नुहोस्,
1000 करोड त छ ब्याङ्क ब्यालेन्स, तर उहाँको माइन्ड काममा छैन। माइन्ड मतलब उहाँ अर्ध पागल हुनुहुन्छ कि, यानि उहाँ म्याड हुनुहुन्छ अरे। एकछिन कट कट कट, यस्तो नहोस् तर पनि बुझ्नलाई। सो उहाँ म्याड हुनुहुन्छ, त्यो 1000 करोडको के मतलब भयो त? यो हामी बुझ्नु पर्यो, हामीहरूले बुझ्नु पर्यो कुरालाई। सो यदि माइन्ड ठिक ठाउँमा भइदिएको भए त उहाँसँग 1000 पनि नभइदिएको भए त्यही ठिक हुन्थ्यो। तर उहाँसँग भएको 1000 करोडकै छ, भ्यालुलेस छ। किन भन्दाखेरि बिकज आवर माइन्ड इज नट इन आवर कन्ट्रोल। उहाँको हातमा छैन माइन्ड। माइन्डलाई जहाँ पनि गइरहेको छ, जे मनलाई त्यही गरिरहेको छ, यानि उहाँको माइन्ड उहाँको हातमा छैन। भनेपछि अब मलाई भन्नुहोस्, माइन्ड र टाइमको कति भ्यालु छ? यही बुझाउन खोजेको तपाईँलाई मैले। टाइम र माइन्डको बहुत भ्यालु छ हेर्नुहोस्। तर अनफर्चुनेटली वी पिपल वी डोन्ट अन्डरस्ट्यान्ड इट। तर हामीले यो कुरा बुझ्न चाहन्न। टाइम जे पाए त्यही गरिरहेको छ। अरे टाइम बहुत भ्यालुबल छ मेरो भाइ। अहिले बुझ्दैन तिमीहरू, जब आउँछ बुढेसकाल, जब आज भोलि हुन्छ, त्यो बेला थाहा हुन्छ कि भाइ टाइम कति इम्पोर्टेन्ट हो। प्लिज बुझ्नुलाई कुरा, टाइम र माइन्ड बहुत इम्पोर्टेन्ट छ। टाइम र माइन्डलाई एकदमै कदर गर्नु होला। अबदेखि आफ्नो माइन्डलाई बहुत कदर गर्नु होला। यो माइन्डभन्दा ठुलो साथी हाम्रो केही पनि छैन। यो माइन्डभन्दा तपाईँको ठुलो एसेट हाम्रो लाइफमा केही पनि छैन। तपाईँको पुरै कुरा लगे पनि तपाईँको छ नि, यदि माइन्ड ठिक ठाउँमा छ भने तपाईँले फेरि रिकभर गर्न सकिहाल्नुहुन्छ। तपाईँसँग सबै कुरा लगेर गए पनि यदि तपाईँको माइन्ड ठिक ठाउँमा छ भने, तपाईँको माइन्डले तपाईँलाई सपोर्ट गरिराखेको छ भने, यु क्यान टेक ब्याक इच एन्ड एभ्रिथिङ भेरी सुन। वाइ? सी द पावर अफ यर माइन्ड। टाइम हुनु पर्यो र माइन्ड हुनु। टाइम र